ढिला भएर साथी हो हामी चाहिँ दसैँको सपिङ गर्न जाँदैछौँ आमा छोरी भएर। हामी उनीहरू घाँस देख्नुहुन्न कति राम्रो घाँस हाम्रो भैँसीले खान्छ यो खासी दुध दिन्छ त्यही भएर कति राम्रो घाँस रे होइन। यो थैलामा हामीले पैसा लिएर हिँड्यौँ हम 1 लाख रुपियाँ। आज मम्मीलाई च्याम्म गहना लाएर हुनुहुन्छ सुनको। आज जाँदैछौँ दसैँको सपिङ गर्न। यता नि त यता हेर्नु न। हेलो गाइज भन्नु न। बाटो छ यस्तो सर्टकट बाटो हिँडेको हामी। धोबो नरपानी दिदीसित अस्ति नरपानी दिदीले मैले इस्कुस काँक्रा टिप्दाखेरि दिदीले गाइज गाइज भन्न जानेर कस्तो राम्ररी बोल्नु भएको थियो। हेलो गाइज मेरी बहिनीहरू कहाँ चढिन् भन्ने। यो अमिलो हुन्छ नि मम्मी खान्छ नि यसलाई। कहाँ घर थियो तपाईँलाई हामीलाई यहीँ छोडेर जान आएको। यो छ नि यो सरिया एक दिन फोन हेर्दै हेर्दै आएको त नहेरेको त पवाङ ठोकेरमा तोरिया फुल देख्ने गरी ठक्कै थिएँ। यसले मलाई लाग्यो म त अग्ली छु नि त तपाईँभन्दा त्यही भएर हो। गाह्रो छ हो गाह्रो छ। यहाँ मैले तपाईँलाई देखाउँछु कि यो खान्छन् यो यहाँ छ तपाईँले देखिरहनु त र यसलाई खान्छन् साथी हो। अमिलो हुन्छ अमिलो। अहिले हाम्रोमा बोक्सी काँडो भन्छ बोक्सी काँडो। हेन भाइ यो त होला पनि माथिबाट खस्यो होला। यस्तो छ हाम्रो डाँडा गाउँको मटर बाटो। मटर आउने गाडी सरी बाटो। गाइज हाम्रो बारी ऊ त्यहाँ पहिराले पुर्दैछ ऊ कि बाटो सोर्दाखेरि पुर्रेको नि नाइन त हाम्रो त्यहाँ तल गत उम्रिन्थ्यो मकै उम्रिन्थ्यो। अनि हेर्नु त गाइज कस्तो राम्रो बादल के सेतो सल्ला धुपैले सानो बिग्यारो मन धेरै तिम्रो रूपैले। यस्तो गीत अनुकूल जाने हो गाइज। हाम्रो त्यहाँ केरा देख्नुहुन्छ केराको झाँक के भन्छन् रे केराको गाँज सरी केराको गाँज कति राम्रो छ। यिनी सबै सल्लै सल्ला हुन् कति राम्रो छ। यता पारिका डाँडा डाँडा हल्का हावा त ला है। जाने मन जाने जिगर हो तुम। दक्सुला काट्नलाई कति कोसिस गरेको थिएँ मैले। कुन दक्सुला अस्ति नै बाँधेर हेर्दा पापाले यही गाइन र घाँस बाख्रा भैँसीले खान्छ ल्याउने यही लामो लामोवाला इजरेबाट के पानी बेलुका नि आउँछ। साथी हो यो ठाउँलाई चाहिँ साराको दुला भन्छ है। पहिले यहाँ दुम्सी लुक्थ्यो अरे। एउटा गीत सुन्न मम्मीले
तल्ला गरे सुमसारेमा दुम्सी लुक्ने दुलो बल्ल बल्ल पाको छोरो टाउको मात्रै ठुलो भन्ने गीत। आगे आगे तपाईँको गोला पिच पछि पछि मर्साङ्दे बगरा सिगरेट नदेऊ मचु बिडी खानेलाई माया नदेऊ हिँडी जानेलाई। बाटागा ढुङ्गा फाल्दै फाल्दै हुन्छ। दसैँमा मान्छे आयो लहुरबाट। यो आँपको रुख पनि बुढो भएछ नि, कस्तो फल्थ्यो। यो चाहिँ हाम्रो प्रतिछाले घाम भएर अब यसो बेलबोट जाँदाखेरि धौ भयो भने यो प्रतिछालेका कुर्सी हाम्रो नेताहरूले राखिदिएका पनि प्रतिछालेका कुर्सी हुन्। टक्क लाएर यहाँ बस्नुपर्छ। अनि माथि भर्लाका टाटा साटा के छन्। यसमा चाहिँ बहुत आँप अझै नि फल्छ मम्मी, यसमा आँप बहुत आँप फल्छ, मिठो हुन्छ नि। बुढो भयो बिचरा, घाम भयो, शीतल तापेको। मम्मी त्यहाँ हुनुहुन्छ, धौ भयो, थकेला हो, तिर्खाला अवस्था। सिगरेटले गर्दा त खानु एउटा खिली माग्ने दिन्छन्। उता पारि पारिको बादल कस्तो दामी देखेछ। यस्तो बादल आएपछि पानी आउँदैन, जम्बै जम 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 जम। हावा चल्यो सरर डाँडैको बर। डाँडा के अरे? डाँडा तिमी मेरो सारा र मेरो को छरा। है हाम्रो मम्मीले हेरी घरबाट निस्केपछि घाँस, खाली घाँस। सानीमा चाहिँ हिँड्दाखेरि पहिला सानीमाले दाउरा देख्थिन्, तबपछि त हिँड्ने पार घाँस खाली। यता देखो घाँस कति राम्रो खान्थ्यो। मलाई त खै, मलाई त कसैले कपडा लगाउनु आहा कति राम्रो कपडा भन्ने हुन्छ। लाउरीहरू आयो यार, भाइ आइदिएको भए कति रमाइलो हुन्थ्यो होला अन्त। भाइ सपना सीमा। ओह बादल देखाउँछु, बादल से ठ्याक्क पुरा कस्तो न नौनी घिउ जस्तै होइन। ओके साथी हो हाम्रो भण्डारी टोलो, हेर्नुहोस् कस्तो कति राम्रो छ हाम्रो एरिया। सर उहाँ तल गोकुल डाँडा भन्छ, उहाँ पर कोलो भन्छ, यहाँ चाहिँ डाँडा अनि भण्डारीहरू छन् सबै। मम्मीले मलाई छोडेर जान हौ। घाम कति धेरै बाटो हिँडेर आयो, उकालो देखिन्छ हाम्रो गाउँ उता। मम्मीको पसिना कसैले देखेछ? ए मेरा हिँड्न त सँगै हिँडेछौँ नि हाम्रो छोरी भएर। त्यो पसिना रा यो कपडा र त्यो मुख सेम रातो रातो भएर कस्तो छ। मैले छातै उडे होइन, मलाई पसिनै आएन। भन्नुहोस् बुढाबुढी भइयो हिँड्न सकिन्न। हेर्नुहोस् गाइज, भन्नुहोस् हेर्नुहोस् गाइज। अरू केही भन्न सकि? उकालो फिटिक्कै हिँड्न सकिन्न। पाहाडमा जन्म ल्याइयो, उकालो ओह्रालो नगरेर कहाँसम्म खोज्न जाने र बहुत थियो। अरू 2-4 शब्द सन्क्यो अझै छैनन्, भइसक्यो भइयो। ल फाइनली मेरी मम्मी बोल्नुभयो साथी हो। ठिक छ ठिक छ। मेरो पनि पसिना आयो, कतिमा बगेको थियो गर, कहाँ छ कतिमा बगेको थियो। हुन्छ बगे अलिअलि त बग्यो, तर तपाईँको चाहिँ बेसरी बग्यो होइन।
आर्मीको मुख टिकी सिन्दुर सुट ठ्याक्कै ब्युटी पार्लर गरेर कति हजार खर्च गरेर थाने कहाँ गएपछि ठ्याक्कै पङ्खा चलाइदिन्छन् शीतल हुन्छ हावा आयो हावा यताबाट आयो हावा त्यति माथि हो अब त्यहाँको बोर्डिङ चाहिँ बन्द भयो नि त बोर्डिङ त पुरा पहिरोले तानिसके ह धन्न आमा छोरी भएर कुरा गर्दै गर्दै आउँदाखेरि थाहा पाएन भाइ मैले त बिहान जान्छु भनेर राखेँ धन्न आइन्छु यहाँबाट मेरो यति राम्रो गाउँ देखिन्छ इस साथी हो जानु छोडेर शीतल त्यही थान्दै कहाँ गएर भेटिन्छ ऊ त्यहाँ साथी हो एउटा बुढी आमाले घाँस काट्दै हुनुहुन्छ घाँस बाँध्दै हुनुहुन्छ के गर्ने है कति घाम भयो होला घाँसको बारी बाँच्दै हुनुहुन्छ फाइनली हामी बजार आइसक्यौँ फाइनली हामी बेलबोट आयो है हाम्रो डाँडागाउँ लाने गाडी हो हाम्रो आफ्नो गाडी भन्ने रे कि यो बजार हो मार्केट कार्यालय यही गाडी हो यही गाडी लान्छ मलाई हामीलाई रासन दिने दोकान यो यहाँ फेरि यहाँ दिनुहुन्छ दाइले त्यही पानी हो मैले यहाँ पानी भर्यो होइन मलाई म थिएन बिहान त्यहाँ के भन्छ तिर्खा त्यही खोले खाएँ मैले हामीले लाने रासनको दोकान आइयो हामीलाई फेरि यहाँ दिनुहुन्छ तपाईँलाई चाहिएपछि सम्पर्क गर्नुलाई मैले नम्बर छोडिदिन्छु जे पनि पाइन्छ यहाँभित्र प्लास्टिकको भाँडा पनि रहेछन् केरा नि रहेछन् अन्डा सन्डा सबै रहेछन् हरिका दसैँ आए जस्तो छैन यहाँ त सुनको गनु पोते देखाउनु त एउटा कलेज एउटा रातो रातो नै राम्रो पोते पनि धेरै रहेछन् होइन यसमा थम्मानको पैसा हराए जस्तो ठ्याक्क हामी मम्मीको दसैँको सपिङ वाह काना अड्क्यो अलि मिलाउनु न मादल हो बसार त अर्को दिन्छु है रे राम्रो देखिँदैछ त दामी छ टिल्लरी त्यही पनि छड्के होइन यो माइली हो छड्के त घर छ यो दसैँ खर्च मम्मीको सपिङ दसैँको मेरो सपिङ यही हो मेरो दसैँको सपिङ यही हो मैले त जम्मा 70 रुपियाँ खर्च गरेर आएँ दसैँमा सपिङ 70 रुपियाँको मम्मीको 70,000 दसैँको सपिङ भयो फोनमा केर्न छ डर लाग्दैन हिसाब किताब सुनको र नुनको बराबर हुनुपर्छ अरे क्लियर हुनुपर्छ अरे हिसाब र किताब